हेलो ब्याक टु आवर युट्युब च्यानल साथीहरू। म आज धेरै दिनपछि न्यू डे न्यू भलाका साथ भइसकेको छु साथीहरू। आज म एकदम नयाँ ठाउँमा गएको छु हैन। म आज बेग्लै ठाउँमा गएको छु किनकि आज यो घोराइको भाइरल फुलमा कस्तो हुन्छ कस्तो छ भनेर आएको हैन। फुलहरू पहिलाको जस्तो छैन, झरिसकेको छ। फुलहरू देख्न सक्नुहुन्छ। अब आफ्नै काम आफ्नै बाध्यताले म आज धेरै दिनमा भिडियो बनाउन पाएको थिइनँ। धेरै दिनपछि म भिडियो बनाउँदैछु। एकदमसँग मेरो भिडियोलाई मन पराइदिनु हुनेछ भन्ने म आशामा छु साथीहरू। यता देख्नुहुन्छ उता हेर्दै नानीहरू हाँस्या रमाइलो भइराखेको साथीहरू। आफ्नो आफ्नो तालमा भाइरल फुल अहिले त झरिसकेको रहेछ हैन। मान्छेहरूको एकदम भिड हुन्छ कि यहाँ एकदम भिडियो लाग्छ किनकि आज भोलि फुलहरू झरिसकेको रहेछ। त्यही पनि मान्छेहरू त हेर्न सक्नुहुन्छ। फोटा खिचाउने मान्छे भन्दा पनि यहाँ क्यामेरा धेरै छन् साथीहरू, देख्न सक्नुहुन्छ। यो ठाउँ भन्नुहुन्छ भने घोराइ कारागारनिर हो हैन। यो ठाउँमा यति भिडियो हुन्छ पुरै छोड्दिनु। यहाँ भन्नुहुन्छ भने मान्छेको भिडियो लाग्छ किनकि यो चैत वैशाखमा फुल्छ हैन। अहिले त झरिसकेको छ, त्यही कारणले पनि मान्छेहरू छैन। आफ्नो देख्न सक्नुहुन्छ मान्छेहरू आफ्नो आफ्नो तालमा छन् साथीहरू। मान्छेहरू आफ्नो आफ्नो तालमा छन्, हेर्न सक्नुहुन्छ। म भने के गर्ने लाज लाग्छ नि त पहिला त्यही कारणले म बोल्न सकेको छैन। लाजको कारणले अलिकति लाज त लागिहाल्छ नि, लाज लागिहाल्छ। झरिसकेको छ यो फुल थियो साथीहरू। अस्ति म आउँदा हैन यो फुल थियो, यस्तरी झरेछ पुरै छोड्दिनु। मान्छेहरू हैन फुल त मान्छेहरू अझै पनि यस्तो भिड छ पुरै छोड्दिनु कि। अब के हो हैन। मान्छेलाई अलिकति नयाँ नौलो ठाउँ भनेपछि घुम्न मन लागिहाल्ने। घुम्न मन लागिहाल्ने साथीहरू हैन। मान्छेहरूलाई हाम्रो पनि घुम्न मन लाग्छ। गुरुदेखि बालक के हो साथीहरू देख्न सक्नुहुन्छ। यही हो। अस्ति यस्तो मजाको फुल थियो नि, यति रमाइलो थियो। के गर्नु साथीहरू, म पनि आफ्नै कारण हैन के हुन्छ हैन। सोचे जस्तो हुँदो रहेनछ जिन्दगी। सोचे भन्दा अलि बेग्लै किसिमको हुँदो रहेछ। के गर्नु, आजसम्म धेरै दिन भयो भिडियो बनाउन पाइएको थिएन। यो छोरीको कर्म कसलाई के भन्नु हैन। सोचे जस्तो हुन्न। एउटा सोचे एउटा हुन्छ, एउटा सोचे एउटा हुन्छ। हरेक कुराको टचर, हरेक कुराको टेन्सन भयो भने भिडियो बनाउनै मन नलाग्ने कि भिडियो बनाउनै मन नलाग्ने। नानीहरू आफ्नै तालमा म भने भिडियो बनाउँदैछु। भिडियो उठ्यो त छैन कस्तो गरेर। मान्छेहरूको भिडियो देख्न सक्नुहुन्छ। फुल अब यो पनि परको त सुकिसकेको छ। अब पनि
यो पनि सुक्नलाई बेर छैन, यो पनि झरिसक्ला छ। नत्र यस्तो हेर्नु रुख्नुभन्दा पनि भुइँमा छ्याप्पै हुन्थ्यो, रुख्नुभन्दा पनि भुइँमा झरेको थियो अस्ति। यस्तो थियो यस्तो थियो हेर्नु, यति रमाइलो हुन्छ यो ठाउँ साँझ होइन। यता 4 साढे 4 बजिसक्यो, झन् साँझ आयो भने साथीहरू रमाइलो हुन्छ होइन। हावा खाने मान्छेहरू टिकटक बनाउने भन्नुहुन्छ, के हो यति रमाइलो हुन्छ यहाँ। हजुरहरू पनि आउन चाहनुहुन्छ भने यो घोराइको यो कारागार अदालतनिर घोराइको अदालतनिर पर्छ साथीहरू होइन। सबैजना जानुहुन्थ्यो, कहाँ होला के होला, मलाई पनि जान मन छ भनेको थिएँ। आएको अलि म अलिक समयपछि आएछु होइन। अब यही हो साथीहरू आजको भिडियो।